सिधा बस न सिधा पावर नभएन यस्तै झकझक्याउने हो के एहो एहो गर्ने हो सिधा त तेरो हातै यहाँ करेन्ट लागेको कागज जस्ता छन् त्यो म्यादी हुन सक्दैन भाइ घर जा एकछिन फेरि ट्राई गराउनु सर या भाइ यो म्यादी छनौट हो फेरि टराई गर नगरे हिजो खायो ठुलो गरी आयो घर जा सर माथिबाट खटाको मान्छे तपाईँ हो हिजो खायो ठुलो गरी आयो म माथिबाट नखटाइकन क्या तलीबाट खटाइ आयो त नि चुप लागेर बस्न त्यहाँ सिधा बस सिधा मेरो भाउ पोइन्टै 4 ठाउँ काटेछ त किन हो होइन नि सर अहिलेको यो केटाहरूको फेसन हो फेसन ताई तेरो गर गरे जा म्यादीमा फेसन चल्दैन भन्छ लटरो नगर दाइ तुमको हाइट लास्टै ठुलो छ त्यो भए आउनाले यहाँ ठुलो मान्छे पनि हुनु घर जाऊ खायो ठुलो गरिया त्यहाँ बाख्रा चलाउनु त तँ न क्या चेक गर्नु पर्यो तँ हाम्रो मामा छोरो है तर हात यस्तरी हुन्न है हात यस्तो आदि सुनेपछि फेरि हात अलि यस्तो के स्टेट घर जा तेरो नाम निस्किन्छ भने जा